ओके हामी टेस्ट सेन्टरबाट सेकेन्ड एक्जिट सन्लीतिर लाग्यो त्यो सेकेन्ड एक्जिट कटिसक्यो पहिलो राउन्डबाट होइन त्यसपछि चाहिँ हामी टर्न राइट सेकेन्ड एक्जिट जाँदैछौँ यो भुइँमा हेर्नु त फ्लोर मार्किङ यो पहिलो राइट हो यो फार्ममा लिएर जान्छ होइन यसले इन्डिकेटर यहाँ दिने होइन त्यसपछि चाहिँ यो लास्टको बक्स चाहिँ हजुरको लागि होइन हामी चाहिँ टु स्लोमा आयौँ राम्रो भएन जाम के भन्नुहुन्छ ढाँटेको त नि मैले हामी चाहिँ आज खाली सन्डे खाली भएर चाहिँ छुटकारा पाइयो पछाडि कोही थिएन नत्र भने चाहिँ गाह्रो हुन्थ्यो होइन यसलाई चाहिँ मेडिस्टन ओल्ड मेडिस्टन रोड भन्छ होइन कहिले कहिले यहाँ भित्र पनि लिएर आउँछ इमर्जेन्सी स्टप यताउति गर्नलाई एन्ड अफ द रोड टर्न राइट प्लिज धेरै जसो चाहिँ राइट नै लैजान्छ आज दसैँ आए जस्तो बाटो खाली छ क्रिसमसमा भनौँ न क्रिसमसमै त खाली हामी चाहिँ बिफ इटर जाँदैछौँ सेकेन्ड टेस्ट सेन्टरबाट निस्किएर लेफ्ट लागेर रक्सली राउन्ड अबाउट त पहिलो राउन्ड अबाउटमा सेकेन्ड एक्जिट लागेर ओल्ड मेडिसनमा लागेर भित्र गएर बाहिर निस्किएर त्यसपछि चाहिँ हामी टाका लाएर बिफ इटर सेकेन्ड कार पार्क अन द लेफ्ट भन्छ यो पहिलो त्यो एरो देखेछ नि यो चाहिँ फर्स्ट कार पार्क हो यो बोर्ड लगाएको छ नि 40-60% अफ भन्ने ठ्याक्कै यहाँ गएर मिरर सिग्नल लेफ्ट गरिन्छ अनि त्यसपछि चाहिँ यो बिफिटर हो त्यहाँ बिफिटरको साइन देखिएको छ अनि त्यसपछि चाहिँ टक्क लागेर भित्र छिरिन्छ बिफिटरभित्र कार पार्कमा चाहिँ मजाले केयरफुल भएर बिस्तारै गइन्छ नातिकिन हामी अब बिफिटरबाट बाहिर निस्केर हामी चाहिँ follow the sign to central London end of the road turn right होइन take the next road on the right and then follow the sign to central London A20 भन्छ होइन देखे छैन भने चाहिँ एकदम बिस्तारै उ गर्ने यस्तो हात यस्तो गरे पनि देखिन्छ कहिले कहिले त हात माथि गरेर काउबोयले यस्तो है कस्तो काम ठ्याक्कै मुखमा परिरहेछ यसपछि कोही छैन भने जाम ठिक छ फलो द साइन टु सेन्ट्रल लन्डन A20 भन्ने कता होला बहिनी लेफ्ट भन्दै हो ल ठिक छ पहिला 40 आउँछ हैन त्यसपछि चाहिँ अलि उता गएपछि नेसनल स्पिडको साइन देखाइन्छ बहिनीले 25 मात्रै चलाउनु पर्छ आज सन्डे भएर धेरै छुट पाउनुहुन्छ स्पिडको साइन देखियो सेतो र कालो यो त्यसपछि हामीले सब मिरर हेरियो स्पिड पिकअप गरियो 70 सेन्टर मिरर राइट मिरर अनि ग्लान्स गरियो यसो राइटतिर त्यसपछि चाहिँ टक्क लाएर बिचमा ट्याक्क बस्यो खतरा चलाउनु छ बहिनीले त्यसपछि फलो द साइन टु ओर्पिङटन भन्यो भने चाहिँ म्याप चाहिँ जहिले पनि मुनिबाट हेरिन्छ होइन हेर्दाखेरि
ओर्पिङटन चाहिँ पहिलो फर्स्ट एक्जिट होइन हो फर्स्ट लिप रोड सिटकप भन्यो भने फेरि दोस्रो एकदम युज गर्छ यो केसमा पहिलो त साइन टु ओर्पिङटन भन्छ कहिले कहिले सिटकप भन्छ ओर्पिङटन भन्यो भने पहिलोमा निस्किने सिटकप भन्यो भने दोस्रोमा निस्किने त्यति हो यो 70 मा ल्यायो भने धेरै जसो 99% चाहिँ कि पहिलोमा निकाल्छ कि दोस्रोमा हामी चाहिँ ओर्पिङटन जाँदैछौँ बहिनी लेट्स से हामी चाहिँ ओके ओर्पिङटन त लेफ्ट गरेर लेफ्ट हो के अरे हामी चाहिँ टेक द नेक्स्ट स्लिप रोड अन द लेफ्ट एन्ड राउन्ड अबाउट टर्न राइट थर्ड एक्जिट होइन फुट स्क्रेप त्यो चाहिँ फुट स्क्रेप हामी चाहिँ राइट जाने हुनाले चाहिँ बहिनीले टक्क प्लान गरेर राइटमै निस्किँदै हुनुहुन्छ आज बहिनीको चाहिँ दिमाग खुलिया छ राम्रै गरिराख्नु भएको छ सिग्नल क्यान्सल गरे अझै बोल्थ्यो मिरर सिग्नल राइट गरिन्छ अनि हामीले सिक्दाखेरि जहिले पनि टर्न राइट थर्ड एक्जिटको लागि राइटमै बसेर राइटमै गइन्थ्यो तर यहाँबाट चाहिँ मिडल लेन चुज गरिन्छ सिधा मिडल लेनले थर्ड एक्जिट लैजान्छ यहाँबाट मात्रै छुट्छ त्यो गर्नलाई है ट्याक्क लाएर बिचमा ट्याप्प पारेर यहाँ यसले चाहिँ फर्स्ट एक्जिट यहाँ आयो लेफ्टमा अब यो चाहिँ नो एन्ट्री रोड हो आउने बाटो यो चाहिँ सेकेन्ड एक्जिट हो 820 त्यही बाटो लैजान्छ यो गयो भने होइन मिरर सिग्नल लेफ्ट गरेर टक्क लाएर फुट स्क्रेपतिर लाग्यो स्वाहा